साथीहरू छिट्टो मिठो गावाको रेसिपी लिएर आएको छु। हेरेर माया गरिदिनु होला। फर्स्टमा त पखालेर राखेको गावा, आलु र बोडी भिजाएर राखेको, थोरै तेल हालिदिएँ। अनि मलाई चाहिँ एकदमै मेथी झानेको एकदम मनपर्छ के, पड्काएको मेथी, सरी झानेको भनेछु है। पड्काएँ मेथी अनि त्यसपछि हल्का प्याजलाई ब्राउन हुने बेलासम्म राखिदिने। अनि आलु हालेँ त्यसमा, अनि त्यसपछि बोडी हालिदिने। मलाई चाहिँ यसरी बनाएको र खाएको गावा यति मनपर्छ। पहिला मलाई गावा नै मन नपर्ने मान्छे, अहिले मलाई यति मनपर्छ यो गावा। अनि फेरि मलाई गावा मात्र बनाउँदा चाहिँ त्यस्तो विधि मिठो लाग्दैन है। अनि यो बोडी साइड डिसहरू मिसाएकै मिठो लाग्छ क्या। अनि त्यसमा गावा हालिदिने है साथी हल्का। मैले चाहिँ गावा राखेको भिडियो नै गर्न बिर्सेछु क्या। अब एउटा हातले तरकारी बनाउने, अर्को हातले भिडियो गर्दै गरेको कस्तो भिडियो नै हल्लिएर आएछ। जे होस् हेरेर साथ दिनु होला। यतिको नि बुझ्ने चाहिँ बनेको छ। अनि थोरै बेसार हालिदिएँ। बेसार हालेर नि फेरि चलाइहालेँ। मलाई चाहिँ सिम्पल के, एकदम सिम्पल छिट्टो मिठोवाला रेसिपी हो है यो चाहिँ। अनि त्यसपछि चलाएँ अनि हल्का नुन हालिदिएँ। नुन चाहिँ हामी हल्का बढी नै खान्छौँ कि। अनि बहिनी पनि गावा नै खाँदैनथे कि पहिला। अनि मैले यसरी गेडागिडी हालेर बनाउँदा नि खाँदैनथ्यो उसले। अनि मैले एकचोटि खा भनेर यसरी बनाएर दिएको त अनि उसको नि फेभरेट भयो क्या। त्यसपछि त कस्तो मन पराउँछ। रेड चिल्ली पाउडर हालिदिने थोरै, अनि थोरै मसला। अनि मैले चाहिँ यसमै हालिदिएको छु है टमाटर पनि। टमाटर चाहिँ मलाई एकदम मनपर्छ क्या झोलमा पनि। अनि एकछिन चलाएँ। अनि यतिको भएपछि छोप्नु पर्दैन, पानी हालिदिएर सिटी लगाइदिँदा हुन्छ क्या सिधै। अनि पानी हालेँ कि हल्का, अनि त्यसपछि सिटी लगाइदिएँ। 5-6 सिटी लगाएपछि चाहिँ गावा रेडी भयो है। यस्तो देखिएको छ, हेर्नुहोस् त साथीहरू। हेर्दै खाम लाग्दै यतिको तरकारी भयो भने चाहिँ मेरो खाना चाहिँ डेन्जर खाइदिन्छु क्या मैले चाहिँ। यति मिठो भएको थियो। हजुरहरू पनि ट्राई गर्नु होला। हस् त, धन्यवाद।